कुन चाहिँ एकाउन्टसँग लिङ्क छ त्यसलाई कसरी चेक गर्नुहुन्छ सबसे सजिलो तरिकाले म तपाईलाई सिकाइरहेको छु। गुगलमा जानुस्, टाइप गर्नुस् UIDAI, यो फर्स्टकोमा क्लिक गर्नुस्। इङ्ग्लिसमा क्लिक गर्नुस्। क्लिक अदर स्टेटसमा क्लिक गर्नुस्। डेस्कटपमा जानुस्, लगइन गर्नुस्, तपाईको आफ्नो आधार नम्बर लाउनुहोस्। यो क्याप्चा कोड देख्नु हुँदैछ, यो लाउनुहोस्। लगइन गर्नुहोस्। तपाईको ओटिपी आउँछ आधारसँग लिङ्क भएको नम्बरमा। लगइन गर्नुहोस्। अब यहाँ मुनि जानुहोस्, तपाईहरु बैंक सेटिङ स्टेटसमा जानुहोस्। यहाँ हेर्नुहोस् सबै मेरो आधार नम्बर, बैंक नेम दार्जिलिङ डिस्ट्रिक्ट सेन्ट्रल कोअपरेटिभ बैंक लिमिटेड, बैंक सेटिङ स्टेटस एक्टिभ छ हो। त्यसले गर्दाखेरि तपाईको अब यसले एक्टिभ मेरो एक्टिभ देखाइरहेको छ। दार्जिलिङ डिस्ट्रिक्ट सेन्ट्रल कोअपरेटिभ बैंकमा लिङ्क छ। यसरी तपाईले चेक गर्न सक्नुहुन्छ। अनि यदि तपाईहरुको अब कुनै पुरानो बैंकमा लिङ्क छ अनि तपाईले अर्को बैंकमा सार्न चाहनुहुन्छ भने चाहिँ त्यसको लागि म भिडियो बनाउने छु। तपाईले घरमै बसेर चेक गर्न सक्नुहुन्छ। अनि यदि त्यस्तो भिडियो तपाईले चाहनुहुन्छ भने यो भिडियोलाई लाइक गर्नुहोस्, सब्स्क्राइब गर्नुहोस् अनि कमेन्ट गर्नुहोस्। म तपाईहरुलाई अर्को भिडियो तपाईहरुको अवश्य नै लिएर आउने छु। थ्यांक यू।